कहिलेकाहीँ एउटा सहर मात्र हुँदैन, त्यो देशको पहिचान हुन्छ। साङ्घाई पनि त्यही सहर हो, चीनको आत्मा, चीनको उन्नतिको प्रतीक। आज साङ्घाई हेर्दा लाग्छ मानव भविष्य अहिले नै यहाँ अवतरण भएको छ। तर यो सहर हिजो यति आधुनिक थिएन। केवल 100 वर्ष अघि यहाँ साना माछा मार्ने गाउँहरू, दलदल र नदीका किनार मात्र थिए। तर समयसँगै साङ्घाईले यस्तो रूप फेर्यो कि संसार नै अचम्ममा पर्यो। दर्शकबिन, स्वागत छ तपाईलाई नेपाल पेज युट्युब च्यानलमा। साङ्घाई चीनको पूर्वी किनारमा याङत्जे नदीको मुखमा अवस्थित छ। यसको स्थान नै यसको भाग्य बन्यो, किनभने यहाँबाट चीनले समुद्री व्यापार गर्न सक्थ्यो र भित्री प्रदेशहरूसँग पनि जोडिन सक्थ्यो। पुरानो चीनमा साङ्घाई केवल साधारण बस्ती थियो, तर 13औं शताब्दीतिर यसले सहरको रूपमा मान्यता दियो र बिस्तारै व्यापार सुरु भयो। त्यो व्यापार नै पछि साङ्घाईको भविष्यको जग बन्न गयो। 19औं शताब्दीको सुरुमा चीन र पश्चिमी देशबीच अफिम युद्ध भयो। सन् 1842 मा नानकिङ सन्धिपछि चीनले आफ्नो बन्दरगाहहरू विदेशीहरूका लागि खोल्न बाध्य भयो। त्यसपछि साङ्घाई विदेशी व्यापारीहरूको मुख्य गन्तव्य बन्यो। ब्रिटिस, फ्रेन्च, अमेरिकन सबैले यहाँ आफ्नो व्यापारिक क्षेत्र बनाए। विदेशी भवन, युरोपेली सडक, आधुनिक बत्ती र व्यापारिक संस्कृतिले साङ्घाईको रूप फेर्यो। त्यो बेला चीनका अन्य सहरहरू अझै परम्परागत अवस्थामा थिए, तर साङ्घाईमा भने नयाँ युग सुरु भइसकेको थियो। सन् 1930 तिर साङ्घाईलाई पूर्वी एसियाको पेरिस भनिन्थ्यो। यहाँ ठूला बैंकहरू, व्यापारिक भवनहरू, सिनेमाघर र क्याफेहरू खुलेका थिए। बन्ड नामको समुद्र किनारको इलाकामा युरोपेली शैलीका भवनहरू चम्किरहेका थिए। साङ्घाई त्यो समयमा एसियाको सबैभन्दा व्यस्त र आधुनिक सहर बनेको थियो। तर इतिहासको लहरले सधैँ एउटै दिशा लिँदैन। सन् 1949 मा चीनमा कम्युनिस्ट शासन स्थापना भयो। नयाँ सरकारले विदेशी प्रभाव हटायो र साङ्घाईमा कठोर नियन्त्रण लागू गर्यो। अर्थतन्त्र योजनामा आधारित भयो। निजी कम्पनीहरू बन्द भए र साङ्घाईले देशको औद्योगिक केन्द्रको रूपमा काम गर्न थाल्यो। तर विकासको गति भने सुस्त भयो। पुरानो साङ्घाईको चमक हरायो। सहरमा केवल कारखाना र मजदुरको भिड मात्र बाँकी रह्यो। तर चीन कहिल्यै थामिएन। 1978 मा देङ सियाओपिङले जब आर्थिक सुधार नीति लागू गरे, चीनले नयाँ दिशातर्फ पाइला चाल्यो र साङ्घाई फेरि उठ्न थाल्यो। सन् 1990 मा चीन सरकारले एउटा ऐतिहासिक घोषणा गर्यो। पुडोङ भन्ने नदी पारीको खाली दलदली क्षेत्रलाई नयाँ विकास केन्द्र बनाउने। त्यो बेला त्यहाँ खेत र माटो मात्र थियो, तर सरकारको दृष्टि ठूलो थियो। साङ्घाईले चीनको वित्तीय र प्राविधिक राजधानी बनाउने। त्यसपछि सुरु भयो आधुनिक साङ्घाई निर्माणको सबैभन्दा ठूलो यात्रा। केवल केही दशकमा पुडोङको खाली जमिनमा उठे ओरिएन्टल पर्ल टावर, जिनमाओ टावर, साङ्घाई ओल्ड फाइनान्स सेन्टर र विशाल साङ्घाई टावर। साङ्घाई टावर आज चीनकै सबैभन्दा अग्लो र विश्वकै दोस्रो अग्लो भवन हो। यी भवनहरू केवल कङ्क्रिटका संरचना होइनन्, चीनको उन्नतिको प्रतीक हुन्। आजको साङ्घाई हेर्दा जो कोही पनि चकित पर्छ। सहरको मेट्रो नेटवर्क 800 किलोमिटर भन्दा लामो छ, विश्वकै सबैभन्दा ठूलो मध्येको एक। ट्राफिक व्यवस्था आधुनिक छ, सडकहरू सफा छन्। अहिले हरेक कुनामा जीवनको रफ्तार महसुस गर्न सकिन्छ। साङ्घाईको बन्दरगाहले सन् 2010 देखि लगातार विश्वकै सबैभन्दा व्यस्त बन्दरगाहको उपाधि पाएको छ। हजारौं कन्टेनर जहाजहरू दैनिक यहाँ आउँछन् र विश्वभरका बजारतर्फ जान्छन्। यो सहर साँच्चै नै चीनको आर्थिक इन्जिन बनेको छ। तर साङ्घाई केवल उद्योग र व्यापारको सहर होइन, यो चीनको सांस्कृतिक र आधुनिक जीवनशैलीको केन्द्र पनि हो। यहाँ पुरानो र नयाँ एकसाथ बाँचिरहेका छन्। ओल्ड टाउनका साँघुरा गल्ली र पुराना मन्दिरहरूले चीनको इतिहास सुनाउँछन्। त्यही बेला पुडोङका टावरहरूले भविष्य देखाउँछन्। साङ्घाईमा आयोजित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, फेसन सो, ई स्पोर्ट प्रतियोगिता र विश्वस्तरीय कार्यक्रमहरूले यसलाई पूर्ण विश्व सहर बनाएका छन्। यहाँ पूर्व र पश्चिमको संस्कृतिले हात मिलाएका छन्। साङ्घाईको रात आकाशमा चम्किरहेको बत्तीहरू, नदीमा प्रतिबिम्बित सहरको रूप मानव कुनै भविष्यको चलचित्र जस्तो देखिन्छ। साङ्घाई अहिले चीनको वित्तीय राजधानी हो। यहाँ चीनका ठूला बैंकहरू, लगानी कम्पनीहरू र साङ्घाई स्टक एक्सचेन्ज छन्, जुन एसियाकै सबैभन्दा ठूलो स्टक बजार मध्येको एक हो। यस सहरमा विश्वका ठूला प्राविधिक कम्पनीहरू पनि छन्, अलिबाबा, टेन्सेन्ट, हुवावे र टेस्ला। टेस्लाको गिगा फ्याक्ट्री साङ्घाई अहिले चीनकै सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माण केन्द्र हो। यसले विश्वभर गाडी पठाउँछ। साङ्घाई अहिले चीनको प्राविधिक र इनोभेसनको मुख्य केन्द्र बन्दैछ।
सहरको योजना पनि अद्भुत छ। सांघाईले आफूलाई केवल आधुनिक होइन हरित र स्मार्ट सिटीका रूपमा प्रस्तुत गर्न थालेको छ। सफा ऊर्जा, हरियो पार्क र नदी सफा अभियान लगातार चलिरहेका छन्। सन् 2035 सम्म सांघाईलाई पूर्ण रूपमा कार्बन न्युट्रल सहर बनाउने लक्ष्य लिएको छ। चीनका योजनाकारहरू भन्छन् विकास भनेको केवल भवन होइन, मानिसको जीवनस्तर हो। त्यसैले सांघाईको विकास मानवीय दृष्टिले पनि सन्तुलित राखिएको छ। आज सांघाई चीनका लागि केवल एउटा सहर होइन, यो देशको शक्ति, आत्मविश्वास र भविष्यको प्रतिबिम्ब हो। चीनले आफूलाई विश्वको आर्थिक शक्ति बनाउन खोज्दा सांघाई अग्रपन्थीमा उभिएको छ। यहाँबाट चीनको अर्थतन्त्रको ठूलो हिस्सा सञ्चालन हुन्छ। अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि यो चीन प्रवेशद्वार हो। चीनका नेताहरू बारम्बार भन्छन् यदि चीनले आधुनिक बनाउनु छ भने पहिले सांघाईलाई अझ आधुनिक बनाऊ। त्यसैले त्यहाँ नयाँ नयाँ परियोजनाहरू निरन्तर सुरु भइरहेका हुन्छन्। स्वचालित बन्दरगाह, कृत्रिम बुद्धिमत्तामा आधारित स्मार्ट सिटी र हाई स्पिड रेलको नयाँ नेटवर्कहरू, यी सबै कुराले सांघाईलाई भविष्यतर्फ धकेल्दैछन्। रातको समयमा सांघाईको दृष्टि हेर्दा लाग्छ मानव सहर सुत्दैन। 24 घण्टा सक्रिय यो सहरमा समय पनि दौडिरहेको हुन्छ। विश्वभरका युवा, इन्जिनियर, कलाकार र व्यापारी यहाँ आउँछन् सपना पूरा गर्न, नयाँ अवसर खोज्न। सांघाईले उनीहरूलाई नयाँ जीवनको सम्भावना दिन्छ। यो सहरले चीनले आधुनिकता मात्र होइन, आत्मविश्वासमा पनि अगाडि बढाएको छ। आज जब सूर्य पुडोङको माथिबाट अस्ताउँछ र वनको बत्तीहरू बालिन्छन्, त्यो दृश्य केवल सुन्दर छैन, त्यो परिवर्तनको कथा हो। सांघाईले चीनलाई अन्धकारबाट उज्यालोमा ल्याएको छ। एक सानो माछा मार्ने गाउँबाट सुरु भएको यात्रा आज विश्वका महानगरहरूको सूचीमा शीर्ष स्थानमा पुगेको छ। सांघाईको कथा भनेको दृढता, दृष्टि र सपनाको कथा हो। जहाँ असम्भवलाई सम्भव बनाइन्छ र जहाँ हरेक रात नयाँ बिहानको तयारी हुन्छ, सांघाई आज चीनको गौरव हो र विश्वका लागि प्रेरणा हो। र सायद यही कारणले हो जब कसैले भविष्यको सहर कल्पना गर्छ, त्यो चित्रमा कतै न कतै सांघाई अनिवार्य रूपमा देखिन्छ।